म कविता भन्न गइराखेको छु। मेरो कविताको शीर्षक छ देश बिर्सिएर भविष्य बन्दैन। कविता यस प्रकार छ। तिमी आज पढ्दैछौ सिक्दैछौ, तिमी आज पढ्दैछौ सिक्दैछौ, ठुलो मान्छे बन्ने सपना बोकेर किताबका पाना पल्टाइरहेका छौ। ठुलो मान्छे बन्ने सपना बोकेर किताबका पाना पल्टाइरहेका छौ। तिम्रो लक्ष्य उच्च छ, डाक्टर, इन्जिनियर, शिक्षक, वैज्ञानिक, अफिसर, नेता। ठिकै छ, सपना ठुलो हुनु राम्रो हो, तर सम्झ त्यो सपनाको जरा कहाँ गाडिएको छ। तर सम्झ त्यो सपनाको जरा कहाँ गाडिएको छ। त्यो जरा छ तिमी हुर्किएको गाउँको धुलोमा। त्यो जरा छ तिमी हुर्किएको गाउँको धुलोमा, तिम्रो आमाको माया मिसिएको गहुँतको गन्धमा। तिमी खेल्थ्यौ जहाँ त्यो पुरानो धारा र खेतको पिँडालुमा। त्यो जरा छ तिम्रो देशको आकाशमा फरफराउँदो झन्डामा, तिम्रो पाठ्य पुस्तकमा लेखिएको नेपाल शब्दमा। त्यो जरा छ तिम्रो देशको आकाशमा फरफराउँदो झन्डामा, तिम्रो पाठ्य पुस्तकमा लेखिएको नेपाल शब्दमा। शिक्षाले तिमीलाई शक्ति दिन्छ, शिक्षाले तिमीलाई शक्ति दिन्छ, तर त्यो शक्ति प्रयोग केका लागि? के विदेशमा केवल धन कमाउनका लागि, कि आफ्नै देशलाई उज्यालो बनाउने साहसका लागि? तिमी टाढा गइहाल केही बिग्रदैन, तर फर्क केही सिकेर केही दिएर। देश त बन्द ढोका होइन, देश बन्द ढोका होइन, यो त खुला काख हो जहाँ फर्किएर केही गरौँ भन्नेहरूका लागि सधैँ स्वागत छ। देश त बन्द ढोका होइन, यो त खुला काख हो जहाँ फर्किएर केही गरौँ भन्नेहरूका लागि सधैँ स्वागत छ। देशले तिमीलाई अक्षर सिकायो, देशले तिमीलाई अक्षर सिकायो, भाषा दियो, संस्कार दियो, नागरिकता दियो। अब तिमीले उसलाई केही फिर्ता दिनुपर्छ, ज्ञानको रूपमै सही, सेवा रूपमै सही, तर दिनै पर्छ। आज तिमी जहाँ बसेका छौ त्यहाँबाट देशलाई सम्झ। आज तिमी जहाँ बसेका छौ त्यहाँबाट देशलाई सम्झ। त्यो सम्झना मात्र होइन, त्यो सङ्कल्प हो केही गरेर देखाउने, त्यो सङ्कल्प हो केही गरेर देखाउने। किनभने देश त तिमी बिना अधुरो छ। तिमी शिक्षित हौ भने देशले आशा गरेको छ तिमीबाट उज्यालो भविष्य। देशले आशा गरेको छ तिमीबाट उज्यालो भविष्य। देश त केवल भूगोल होइन, देश त केवल भूगोल होइन, यो त सपनाहरूको चिट्ठा हो जसलाई पुरा गर्न तिमी जस्ता सपनाहरूको जरुरी छ, तिमी जस्ता सपना वाहकको जरुरी छ। यसैले नबिर्स जुन देशले तिमीलाई बनायो, यसैले नबिर्स जुन देशले तिमीलाई बनायो। अब तिमीले पनि त्यो देशलाई बनाउनु छ, अब तिमीले पनि त्यो देशलाई बनाउनु छ। पढ बढ तर फर्क, पढ बढ तर फर्क। देशलाई गुमाउनु होइन सम्मान्नु हो, देशलाई गाली गर्नु होइन गहिरो माया गर्नु हो। शिक्षा त केवल जीवनको साधन होइन, यो त देश निर्माणको महान शास्त्र हो। शिक्षा केवल जीवनको साधन मात्र होइन, यो त देश निर्माणको महान शास्त्र हो, यो त देश निर्माणको महान शास्त्र हो। धन्यवाद।